तिमीलाई म कतिचोटि भनौँ मलाई यो माया पिरतीमाथि विश्वासै लाग्न छोडिसक्यो क्या प्लिज मसँग यस्तो कुरै नगर यदि तिमी हाम्रो फ्रेन्डसिप राम्रो होस् भन्ने चाहन्छौ भने अबदेखि यो कुरा गर्दै नगर के भयो र बहिनी भाइले त तिम्रो फुल पनि लिएन तिमीलाई त्यस्तरी के भनेर गयो खास कुरो के थियो र हेर्नु न दाइ म उसलाई एकदम मन पराउँछु तर मैले एप्रोच गर्दा ऊ जहिले नि झाकेर जान्छ हेर बहिनी मेरो भाइले पहिला पनि मायामा एकदम ठुलो धोका पाइसकेको छ त्यही भएर माया भनेपछि उसलाई एकदम डर लाग्छ लभमा पर्न पर्यो भने एकदम डर लाग्छ त्यही भएर ऊ यो लभ माया प्रीति भनेपछि एकदम टाढिएर बसेको छ त्यही भएर मात्र मेरो भाइसँग त्यसरी निराश नहौ तिमी हेर्नु दाइ उसको डर के हो मलाई पनि थाहा छ दाइ मेरो साथी पनि यस्तै अवस्थामा थियो तर उसले एउटा काम गरेपछि ऊ नर्मल भयो ए हो र बहिनी मेरो भाइलाई पनि त्यस्तै नर्मल बनाउनु पाए त मन कति खुसी हुन्थ्यो होला के गरेको थियो होला तिमीलाई थाहा छ ओहो त्यस्तो है बहिनी ठिक छ यो फुल अहिले जसरी तिमीले खसालेको थियौ नि यो फुल मेरो भाइले पनि टिपेर फेरि तिमीलाई ल्याएर दिनेछ तर यदि तिमीले भनेको कुरा चाहिँ सत्य फिल भयो भने मलाई है मेरो भाइलाई पनि मैले त्यो काम अवश्य गराउनेछु है तिमी फिल नगर होइन क्या भाइ त जहिले यस्तै भएर बसिरहने हो त कहिले चेन्ज नहुने कहिले नर्मल अवस्थामा नहुने राम्रोसँग मायाले तँलाई कुरा गरिसकेपछि तँ त्यसरी झर्केर जाने हो हेर्नुहोस् दाइ यो माया पिरती भनेपछि मलाई एकदमै डर लाग्छ यो बारे मसँग कुरै नगर्नुहोस् बरु यो बाहेक अरू के गर भन्नुहुन्छ म मान्छु दाइ र भनेपछि तैँले मैले जे भने त्यही मान्छु भने तँलाई मैले एउटा काम हराउँछु तैँले त्यो गर्नुपर्छ त्यसपछि तँलाई जे गर्न मन लाग्छ गर भाइ हुन्छ दाइ ल हेर्नुहोस् तपाईँले अरू जे भन्नुहुन्छ म त्यही गर्छु तपाईँहरू अचम्म परिरहनु भएको होला मेरो भाइ कुन अवस्थामा थियो कसरी गुज्रिरहेको थियो माया प्रीति कसरी डराएको थियो तर आज ऊ फेरि नर्मल अवस्थामा खुसी भएर फेरि माया प्रीतिमा चाहिँ बसिसकेको छ कसरी भन्दाखेरि उसलाई चाहिँ मैले पोखरामा भएको गो बन्जी नेपालमा लगेर चाहिँ एडभेन्चरस बन्जी जम्प गर्न लगाएँ किनकि बन्जी जम्पले केवल उचाइबाट हाम फाल्न सिकाउँदैन मनभित्र जमेको डर पनि मुक्त गराउँछ डर तनाव र पीडालाई तल छोडेर साहस ताजगी र नयाँ ऊर्जा माथि ल्याउँछ एकपटक हाम फालिसकेपछि जीवन फेरि बाँच्न लायक लाग्छ डरभन्दा भरोसा ठुलो हुन्छ र मन फेरि प्रेम गर्न तयार हुन्छ